हेलो दर्शन नमस्ते। आज हामीहरू यात्रा चाहिँ काठमाडौँसम्मको रहेको छ। हामी बुढाबुढी भएर पसलको लागि सामान हाल्नको लागि काठमाडौँ जाँदैछौँ होइन। बिहान 3 बजेदेखि उठेर आफ्नो नित्य कर्म सकेर 4 बजे घरमै गाडी लिन आएको थियो। 6 जनाको ग्रुप भएर हामी चितवन नारायणगढदेखि काठमाडौँसम्मको यात्रा तय गरेको छौँ। बाटोमा रोक्दै रोक्दै गयौँ। हामी खाजा खान बिहानको लागि त्रिपाठी भोजनालय यो रहेको छ शीतल बजारमा। अनि यहाँ गएर मिठो रोटी तरकारी खायौँ। यहाँको रोटी र तरकारी चाहिँ एकदम स्वास्थ्यकर छ। रोटी पनि मिठो पाउँछ कि बनाउँदा बनाउँदै तातो रोटी खान पाइन्छ। 6 जना चाहिँ रमाउँदै फेरि पनि हाम्रो यात्रा सुरु भयो है। बाटोमा गफ गर्दै गर्दै यता व्यावसायिक गफ, कुनै हाँसो ठट्टा, कुनै कुनै गुरुजीसँग पनि गफ मिठो गफ गर्दै गर्दै हिँड्दै थियौँ। बिहान 3 बजेदेखि उठेर हिँडेर बाटो अनि यस्तो अप्ठ्यारो छ है। अहिले बर्खाको टाइम छ, उत्तिखेर पानी आउँछ, उत्तिखेरै घाम लाग्छ, थाहै हुँदैन। अनि काठमाडौँ करिब हामी 10 बजेसम्म पुगेका थियौँ। 10:30 बजे न्यू रोड पुगेर विभिन्न पसलमा कुन पसलमा कुन सामान राम्रो छ भनेर पसल टुलेर पोकाहरू समाएर एकै ठाउँमा बनाएर कोहीमा 2-4 सेट पाउँछ, कुनैमा पुरै भारी पुऱ्याउनु पर्छ, कुनैमा के है। हजुरहरूलाई कस्तो मनपर्छ, के मनपर्छ, यति टेन्सन हुन्छ उहाँ गएर रोजेर सामान ल्याउन। अनि रोजेर गरेर हामी करिब 6:30 बजे आफ्नो काम सकेर अनि फेरि घरमा फर्किनको लागि चाहिँ फर्क्यौँ है। अनि त्यसपछि यो के अरे 9 विषयमा रहेको थकाली खाजा घर जहिले पनि हामी खाना खाने टाइम भयो भने मेसो मिल्यो भने चाहिँ यहीँ नै खाना खान्छौँ। खाना एकदम मिठो छ यहाँको। अनि गाडीमा बस्दा खाना पनि राम्रोसँग खान पाइएको थिएन कि मार्केट डुल्दा है। अनि यहाँ आएर पहिला काँक्रो खायौँ, अनि हल्का नुन पनि खायौँ। मुख कस्तो भएको थियो, दिनभरि भोकै, पानी खाने, अनि जुन पसलमा चाहिँ चिसो यताउता चिया खाने, अनि हिँड्ने, खाना खाने फुर्सदै हुँदैन दिनभरि घुम्दा। बिहानदेखि र बल्ल खाना खायौँ, दिउँसो कचाङ मचाङ खाएर अनि मिठेरी खाना खाएर गफ गर्दै अब फेरि फर्किन लाग्यौँ है। बाटो चाहिँ एकदम बिग्रेको थियो। कोही ठाउँमा चाहिँ फिस्लिङ आएपछि यस्तो पानी आयो कि हामी त डरायौँ पनि। एकछिन रोक्यौँ पनि 5-10 मिनट। पानी एकदम ठुलो थियो। अनि फिस्लिङबाट 15-20 मिनट यता आएपछि फेरि पानी कति पनि छैन। दङ पर्नु छ। कोही ठाउँमा पानी आएकोमा आएन। यसरी दिनभरि थाकेर गाडीमा फेरि रमाइलेरै आयौँ। 6 जना थियौँ। गीत गाउँदै गुरुजीसँग गफ गर्दै हाम्रो गुरुजीको घर चाहिँ देवघाट रहेछ। रमाइलो हुनुहुन्छ रहेछ। प्रायः हामी उहाँलाई नि कन्ट्याक्ट गर्छौँ, ग्रुपमा जान पर्यो नि। यसरी नै हामी घर फर्क्यौँ। राति 12 बजेको थियो हामी घर आउँदा। अनि हाम्रो घरको गेट पनि लगाएको थियो कि भान्सालाई बोलाएर खोलेर